ईश्वर तस्बिरमा हुनुहुन्न, ईश्वर माटोमा हुनुहुन्न, ईश्वर खोलामा हुनुहुन्न, ईश्वर बाटोमा हुनुहुन्न, ईश्वर ढोकाको हुनुहुन्न। ईश्वर शाश्वत सत्य हुनुहुन्छ, जिउँदो हुनुहुन्छ। म घरको धुरीमा गएर भन्न सक्छु, समाजको होइन, समाजकै घरको धुरीमा गएर भन्न सक्छु। मैले त्यो हिम्मत राखेँ भने नि एक दिन त्यो समाजले पनि सत्यताको ईश्वरलाई चिन्नु हुनेछ र तपाईँलाई भन्ने हुनेछ कि शाबास, मेरा मनहरू कमजोर भएको बेलामा, म कमजोर भएको अवस्थामा तिमीले पनि मलाई ईश्वर चिनायो, तिम्रो ईश्वर मैले पनि मान्नेछु। जसरी हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर यति आनन्दको हुनुहुन्छ कि जातको हुनुहुन्न, धर्मको हुनुहुन्न। कति सजिलो छ ईश्वर मान्न, यति सजिलो छ। भोकै बस्नु पर्दैन, नाङ्गे हिँड्नु पर्दैन, वस्त्र परिवर्तन गर्नु पर्दैन, वासस्थान परिवर्तन गर्नु पर्दैन, केवल ढुङ्गाको जस्तो हृदय परिवर्तन गरेको छ। कति सजिलो छ। तपाईँ यात्रा गर्नुहुन्छ, तपाईँको यात्रामा कुनै रुकावटै छैन। परमेश्वर पिता आजको यात्रा हजुरको स्वर्गीय दूतहरू रक्षा सुरक्षा राख्नु छैन। कुनै पनि शैतानिक आत्माको षड्यन्त्र, कुनै पनि शैतानिक आत्माको जालहरू रचेको छ भने पिता, ती जालहरू तपाईँको स्वर्गीय दूतद्वारा तुरुन्तै तहस नहस पारिसक्नुभयो। मेरो परमेश्वर पिता, हजुरले त्यो योग्यको बनाइसक्नुभयो। हजुरलाई करोड धन्यवाद। मजाले तपाईँलाई बाटोमा लाग्ने मसान, झुल्ने मसान, खराने मसान, पराने मसान, समथिङ हिजो हामी तर्सेथ्यौँ नि। बारीको बाटोमा झुन्डेको, सिमलको बाटोमा झुन्डेको, त्यसले मुटु खान्छ, त्यसले कलेज खान्छ, त्यसले एक्सिडेन्ट गराउँछ, त्यसले चाहिँ आँखा फुटाल्छ, त्यसले यो हुन्छ, डर हुन्थ्यो नि। हिँड्दा पनि हामी डराउँथ्यौँ नि। जुन दिन तपाईँले रोमी दशैँ अंगीकार गर्नुभयो, त्यो दिनबाट तपाईँसँग डरको आत्मा छैन, तपाईँसँग पवित्र। त्यसपछि तपाईँ रातको समयमा हिँड्नुहुन्छ भने पनि पिता, तपाईँका स्वर्गीय दूतद्वारा यो रातको समयमा पनि कुनै पनि शैतानिकका योजनाहरू छन् भने सब मस्यमा दूर भइसके। पिता मागौँ पिता, हजुरले तपाईँ रातको समयमा सुत्दै हुनुहुन्छ पिता। यो घरको चारो किला चारो दिशा हजुरको बलवान हातमा सुपेको छु, हजुरको स्वर्गीय दूतको हातमा सुपेको छु पिता। हजुरको स्वर्गीय दूतद्वारा रक्षा सुरक्षा राख्नुहोस् पिता। हजुरको स्वर्गीय दूतद्वारा रक्षा सुरक्षा राखिसक्नु बास। त्यो घर सत्य सुरक्षित हुन्छ। तपाईँलाई ऐठन हुँदैन। याद गर्नु होला, कुनै पनि नेगेटिभ आत्माले तपाईँलाई ऐठन गर्न सक्दैन। प्र्याक्टिकल गर्नु होला, खुद प्र्याक्टिकल गर्नु होला। मैले भन्नै पर्दैन, तपाईँ आफैले प्र्याक्टिकल गर्नु होला। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, मसँग छ म दिन्छु। मेरा फसलहरू पाकेर प्रशस्त छन्, तर त्यो फसल बटुल्ने मान्छे कम छन्। आज 3 करोड मान्छे त हुनुहुन्छ नि, तर पनि आशिष पाउने मान्छेहरू त यहाँ आएको त त्यही 10-12 हजार मान्छे त हुनु होला। अहिले त नेपालभरि मात्र नभए विश्वभरि हुनुहुन्छ, तर हाल अहिलेलाई चाहिँ यहाँ यो स्थानमा 3.5 करोड मान्छेहरूलाई हेर्नुहोस् त। तपाईँ कति सौभाग्यशाली, कति भाग्यमानी परमेश्वरको सन्तानहरू भएका छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई मसिनो करोड धन्यवाद दिन चाहन्छु। सबैले नेटो काटिसकेको छ। म एउटा के भन्न चाहन मन लाग्यो मलाई, 2 टुक्रा मात्रै। दुई टुक्रा मात्रै खाएँ मैले। ईश्वरलाई धन्यवाद दिन चाहन्छु म मसिएको नाउँमा। मसँग भएको एउटा आत्मा छ, त्यही आत्मा नि हे ईश्वर। मेरो हजुरबाको हो त, मेरो जिजाबाजेको, मेरो फुलपित्रीको, मेरो सिमे भूमेको कसको आत्मा? परमेश्वर। ईश्वरलाई करोड धन्यवाद दिन चाहन्छु।
अवश्य यसको नाउँमा मसँग भएको एउटा आत्मा छ त्यही आत्मा नै हे ईश्वर खै कसको हातमा छ हो त कसको हातमा छ ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु अवश्य यसको नाउँमा